आज तिमलाई अन्न खुवाउने यो हो शुभ दिन। हामी धेरै खुसी छौं तिमीलाई पाएदेखि। मुटुको टुक्रा तिमी, हाम्रो जीवनको खुसी तिमी। मुटुको टुक्रा तिमी, हाम्रो जीवनको खुसी तिमी। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। हामी धेरै खुसी छौं तिमीलाई पाएदेखि।
तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ। तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ। भगवानको रूप तिमी प्रकृतिको वरदान। गर्व लाग्छ भन्न पाउँदा तिमी हाम्रो सन्तान। तिमी हाम्रो सन्तान। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। आँखाको तारा तिमी, हाम्रो जिउने सहारा तिमी। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। जब तिमी यो घरमा आयौ चारैतिर खुसियाली छायो। जब तिमी यो घरमा आयौ चारैतिर खुसियाली छायो। असल मान्छे बन्नु तिमी सबको सेवा गर्नु। घर परिवार छरछिमेकमा राम्रो सन्देश छर्नु। राम्रो सन्देश छर्नु। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। मुटुको टुक्रा तिमी, हाम्रो जीवनको खुसी तिमी। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। उपस्थित हुनुको कारण एउटा मेरो ठुलो उद्देश्य छ। यो परिवार मेरो लागि म इजरायलमा आउनु एकदमै महत्त्वपूर्ण भूमिका उहाँहरूले खेल्नुभएको छ। त्यसै गर्दा म मेरो मनैदेखि धन्यवाद दिन चाहन्छु यो परिवारलाई। धन्यवाद प्रभु यो बहुमूल्य समयको निम्ति। धन्यवाद आज मलाई यस कार्यक्रममा उपस्थित गराउनु भयो। विशेष तपाईँलाई धन्यवाद दिन चाहन्छु। यो सानो परिवार रबिन दाईको परिवारलाई तपाईले यो पवित्र भूमि इजरायलमा स्थापित गर्नुभयो। फेरि पनि धन्यवाद दिन चाहन्छु रबिन दाईको जीवनको निम्ति, जसले हामीलाई हाम्रो कर्मभूमि इजरायल परिचय गराउनु भयो, जसको कारण आज हामी हजारौं मणिपुरवासीको सपना पूरा भएको छ। हाम्रो परिवारमा खुसी छाएको छ। धन्यवाद दिन चाहन्छु प्रभु। तपाईँ हामी कतिपय आफ्नो ठाउँमा यहाँ आउने योग्यको थियौँ, तर तपाईँले यो ठुलो सौभाग्य दिनुभयो। यो
बेइज्जत गर्ने होइन तर रोशन गर्न सकौँ। हामी एकलाई सद्बुद्धि ज्ञान विवेकले भरिदिनुहोस्। यो परिवारले धेरैको सपना पुरा गर्न सकेको छ। त्यसै कारण हामी एटलिस्ट हामी एकलाई पनि आफ्नो परिवारको सपना पुरा गर्ने सक्ने बनाउनुहोस्। आज हामी विशेष गरी सानो बाबु रिलायन्स दाहालको निम्ति भेला भएका छौँ। यो समयमा सानो नानी बाबु दुवैजनाको निम्ति प्रार्थना गर्दछौँ। दुवैजनालाई आशिषले भर्नुहोस्। कुनै प्रकारको रोग बिमार र दुःख नदिनुहोस्। उहाँहरूको परिवारमा कुनै पनि कमी नभएको होस्। धन सम्पत्तिको प्रशस्तमा हुर्काउन नभएर असल ज्ञान बुद्धि विवेक र बुद्धिको प्रशस्ततामा नानी बाबुलाई हुर्काउन सकुन्। संसारमा कयौँ बच्चाहरू धन सम्पत्ति र प्रशस्तले मात्र हुर्काएको कारण बच्चाहरू कुलतमा फसी वृद्ध अवस्थामा आमा बाबाको काख रित्तिएको छ। यसै कारण यो नानी बाबुको आमा बाबालाई पर्याप्त ज्ञान बुद्धि दिनुहोस् ताकि नानी बाबुले मानवताको अर्थ मात्र नभएर मानिस भएर जन्मनुको अर्थको कारण बुझ्न सकुन्। जसरी बाबा आमाले हामी मणिपुरीवासी हजारौँको सपना साकार गर्नुभएको छ, यो नानी बाबुले भविष्यमा गएर योभन्दा ठुलो बुद्धिमानी कामहरू गर्न सकुन्। आमेन। प्रेयरको लागि सम्पूर्ण हाम्रो साथीभाइ रिलेटिभ जति आउनुभयो यो कार्यक्रममा सबैलाई धेरै धेरै धन्यवाद। यो यस्तो समयमा तपाईँको समय लिएर आउनुभयो र फेरि खालि यस्तै हाम्रो कार्यक्रमहरू चल्दैछ र अब हाम्रो खानपिनको कार्यक्रमहरू जति स्थगित भएछ अहिले खानपिनको काम कन्टिन्यू गर्ने, त्यसपछि हामी जुन नाचगानको कार्यक्रमहरू गर्नु र अगाडि बढाउँदै जाउँ। र अब अहिले नै होइन के गर्ने भने 2-3 बजीसम्मको टाइम छ। नाचगान रमाइलो गर्नुपर्छ सबैजना मिलेर है। सबैजना मिलेर गर्नुपर्छ। घर आइदिनु हुँदैन। थ्याङ्क यू।